यहाँ हाम्रो बोसको फोन आयो है, उठाउँ। के छ? हाम्रो साउजी यता सँग लोडिङ हुँदैछ है। आइपुग्यो। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो यो चाहिँ नयाँ युट्युब च्यानल हो। सबैले माया साथ सपोर्ट गरिदिनु होला र लाइक कमेन्ट सेयर गरिदिनु होला। म अस्ति कोशी प्रशस्तिमा शनिबार काठमाडौँ आइपुगेको थिएँ, कोशी प्रशस्तिको भ्लग बनाउँदै है। त्यो अलिकति राम्रो पनि भयो, फलोवर्स पनि अलिकति बढ्यो र म आज फेरि ब्याक हुँदैछु पूर्व। आज चाहिँ म काँकरभिट्टा गाडीमा जाँदैछु है। अब अहिले गएपछि थाहा पाइहाल्छ तपाईँ कुन गाडी भनेर। अब अहिले म चाहिँ यहाँ जोरपाटी नजिकै छु, नारायण टारमा छ अरे गाडी, म त्यहाँ जाँदैछु है। लेट्स सी गाइस। म यहाँ नजिकै जोरपाटी नजिकै बसेको थिएँ है अङ्कलकोमा। शनिबार आएको, शनिबार आइतबार 2 दिनको बसाएपछि फेरि म ब्याक हुँदैछु पूर्वतिर, इटालीतिर। यहाँ झोला छ, यसमा कपडा छ। यहाँहरूको घरबाट यहाँनिर कसरी ल्याउनु अचार हाल्नु भनेर आदेश आएर यहाँनिर लप्सी बोकेर हिँडेको छु है। ओके, म चाहिँ बाटोमा हिँड्दैछु है। तपाईँहरूलाई मैले टाइम अपडेट गराउन बिर्सेछु। टाइम चाहिँ ठ्याक्कै 1:10 भएछ अहिले। अब हिँड्दै जाउँ, कतिखेर पुगिन्छ त्यहाँनिर। यहाँ हाम्रो बोसको फोन आयो है, उठाउँ। हेलो, यो त जोरपाटीबाट आउँदाखेरि कता पुल तरेर कि वारी हो? पुल कटेर कि नकटी? त्यो मन्दिर ए ल जम्बू डाँडातिर अरे गाडी छ अरे। त्यता 15-20-25 मिनटको हिँडाइले साह्रै थाकिसक्यो गाइज है। यो झोलाहरूमा यो भारी भएन होला। यहाँ 3 किलोको लप्सी, यो एक हातमा मोबाइल, अर्को उसमा झोला। थाकिसक्यो, पुग्न लाग्यो। अब गाडी देखिन, तर गाडी भने यहाँ बोसलाई देखिसक्यो हामीले होइन, हामीले देख्न सक्छौँ। यहाँ के छ? फाइनल्ली गाडी यहाँ भेटिसक्यो मैले है। आधी घन्टा हिँडेपछि बल्ल यहाँनिर जोरपाटी नारायण टार जम्बू डाँडामा ग्यारेजमा गाडी देखिसकेँ। तपाईँहरूले पनि थाहा पाइसक्नु होला आज म कुन गाडीमा जाँदैछु भनेर, कुन गाडीको भ्लग गर्दैछु भन्ने कुरा थाहा पाइहाल्नुभयो है। आइसर कम्पनीको गाडी हो यो चाहिँ। अनि गाडी नम्बर बागमती प्रदेश 01-007-0033 नम्बरको गाडी। काठमाडौँ टु काँकरभिट्टा र यसको 5 पोखरीको धरान टु काठमाडौँ पनि छ। आउनु जानु पऱ्यो भने सम्झनु होला। यसको भाइ स्टाफ यही हो। हेलो भाइ, हाम्रो साउजी यता बोस। भाइ चाहिँ नखाने भन्नु अर्को मिल्क टाइम। के बोले भाई? अब के बोले? ए मिल्क टी टाइम। नाइस। यहाँ हाम्रो स्लिपर रहेछ, यता देखाउनु पर्छ। सिटहरू हेर्नुहोस्, एकदम कम्फोर्टेबल छ, एकदम ग्याप पनि छ है। यस्तो मतलब आराम तरिकाले जान सक्नुहुन्छ। यहाँ चार्जर भयो, एसीको सुविधा, ऱ्याक सामु राख्नलाई, फ्यानको सुविधा पाउन सक्नुहुन्छ। यहाँ सिसी क्यामेरा पनि देख्न सक्नुहुनेछ पेसेन्जरको सेफ्टीको लागि। पाँच पोखरीको यो स्लोगन चाहिँ यस्तो छ, मेक ट्राभल मेमोरिज विथ 5 पोखरी।
भेनमा मान्छे ल्याएर चाहिँ फेरि उता गइसक्नु भएको छ, मान्छे आइसक्नु भएको छ है। कति बजे ठ्याक्क अहिलेको टाइम भनेको कति 4 बज्नु लाग्यो। एकछिनमा घडी हेरिहालेँ 3:16 भएको छ है। गाडी स्टार्ट भइसक्यो, मान्छेहरू त आइसक्नु भएको छ। यो चार्जर यहाँ राख्छु पहिला। हाम्रो सन्तोष दाई, दाई नमस्ते। हेलो। सामान लोडिङ हुँदैछ है। अब हामी चाहिँ यहाँबाट डिपार्ट गर्न लाग्यो पूर्वतिर है, प्रस्थान गर्न लागेको अवस्थामा। हाम्रो 5 बजेको यहाँ पेसेन्जरहरू सबै अलिअलि आइसक्नु भएको छ है। यहाँ अहिले यो जम्मू डाँडामा जोरपाटीमा छौँ। अरू बाटोबाट चढ्दै हुनुहुन्छ। यहाँ अगाडि चाहिँ स्वयम्भू नेसनलको मान्छे हुनुहुँदो रहेछ। ल अब हामी लाग्यौँ। ल बिस्तारै निक्लिने गरेको नि त ल। बिस्तारै अब पर्छ निस्किने होइन। ग्यारेजबाट निस्किनु लाग्यो जम्मू डाँडाबाट। कता यता निस्किने होइन। गाडी रोक न त्यहाँनिर। आउनु आउनु आउनु। ल मिल्दैन भाइ। बाटोको अवस्था देख्न सक्नुहुन्छ चाहिँ यस्तो छ यहाँ। के भने खाल्टा खोल्टी यत्रो छ अहिले। बर्खामा कस्तो भने हो एकदमै यस्तो छ है। गौशाला एयरपोर्ट निस्किने बाटो निस्किनेछौँ हामी यहाँ जम्मू डाँडा। पेप्सी कोला निस्किसक्यो हामी चाहिँ। हामी यहाँ कोटेश्वर चोक आइसक्यौँ है। अहिले कति 3:54 भयो। सोह्रमा ग्यारेजबाट हिँडेको कोटेश्वर चोक आइसक्यौँ। यहाँ कोटेश्वरमा धेरै मान्छे हुन्छ। यहाँ चोक होइन तलतिर खै कता भाइ पनि तलतिर कता तल तल रोक्नु अरे। भित्र छिर्नु भित्र छिर्नु भित्र छिर्नु छिटो। चढ्नु झोला आउँछ क्या। अहिले ट्राफिकले रोक्न दिएन क्या दिदी। छिटो गर पैसा ल्याऊ। ट्राफिक आइसक्यो होला अहिले हान्छ नि फेरि। त्यो दिदीको झोला उता यहाँ रोक्न दिन्छ दिने। यहाँ भने यहाँ रोक्नु नत्र अगाडि अगाडि बिस्तार लगाइरहेको थियो। यहाँनिर सामान उहाँलाई के झारिदिउँ भाइ। सबैलाई नजानु सबै भयो त यतिजना चढेर सबै चढेर सबैको बिग्रिने होइन। मान्छे फेरि आइपुग्नु भयो अरू। के कुन सामान हाल्ने? यो सामान पर्छ यो अड्किँदैन र। ए गाह्रो छ ल। मल राजको मल आयो। घर माथा गयो।
फ्लाइओभर आइसक्यो हामी अहिले बालकुमारी फ्लाइओभरमा आइपुग्यौँ। बराबर एकजना मान्छे छुटेर तनाव भइरहेछ। झर्नु भयो भनेको नि झरेर त्यहाँ हो त्यहाँ त्यो भनेकोमा त्यहाँ पठाऊ त्यहाँ हेर्नु न वरिपरि पठाऊ हुन्छ त बाइकवालाहरू पठाऊ पहिलामा हुन्छ अहिले पठाऊ रास्ता नपाइकन कलङ्की आइपुग्यो। खसी बजारबाट कलङ्की आइपुग्यो। हामी यहाँ कलङ्की आइसकेका छौँ। कलङ्कीमा चाहिँ ठ्याक्कै 4:52 मिनट गइसकेको छ। तर हाम्रो एकजना मान्छे छुटेको कारणले हामीले अलिक अगाडि गएर पर्खिनु पर्ने हुनसक्छ है। ननस्टप हिँड्न नपाउने भए पनि अलिकति लेट भयो। हामीले निस्किन पनि अलिकति ढिला भयो। मान्छे त्यहाँ अलिकति लेट भएर कलङ्कीको जाम यस्तो छ आज हेर्नुहोस् मम्मीबाट। यस्तो जाम छ। कलङ्कीबाट ओह्रालो लागिसकेको छ हामी। गाडी अलिअलि खाली भएर यहाँ मान्छे खोज्दैछौँ पूर्व जाने। यहाँ अगाडि गाडी पनि लागिरहेछ। यी नमस्ते अगाडि फ्रिडम त्योभन्दा अगाडि है। हरणको सौगात पनि पछाडि आइरहेछ। ल हाम्रो यहाँ छुटेको मान्छे अगाडि गयो। यहाँ उहाँलाई पर्खिँदा त ढिलो भयो। उहाँ पनि आइपुग्नु भयो। हाम्रो बिहान सबै यति नै हो। अब यहाँबाट कलङ्कीबाट हामी 5-11 बजी लागिसक्यौँ है त। सबैजनालाई हामी यहाँलाई शुभयात्रा। पछाडि सिट खाली छ, स्लिपर खाली छ आज। हामी चाहिँ नैगाप भइसक्यौँ। नैगाप 3 थाना नैगाप। उयो टर्निङ भयो। यहाँ हाम्रो अफिसियल नाइट बस प्रजल यहाँनिर भिडियो बनाउनु बस्नु भएको छ। अनि यहाँ हुनु चाहिँ प्रजल हो र होइन? अर्कै देखेँ त मैले। ल नागुमा चेक पोस्ट आइसक्यो है। ठ्याक्कै 5:30 बजेछ। लाइट बेलाको यस्तो छ है भित्रको है। भित्रको बाहिरको ढुङ्गाबाट ओह्रालो झरिसकेको छ हामी। खाजा खाना पुग्ने आइपुग्यो है। तारगे न्यू विश्व अस्पताल माथि यहाँ खाजा खान गएको छ।
ल घरकै खाजा खाने ठाउँ आइयो है मोमो खानु पऱ्यो है मोमो मात्रै दिनु हजुर अब मेरो खाजा आइसक्यो यहाँ है तातो मोमो दामी छ मोमो खाजा खाएर हाम्रो गाडी धार्केबाट निस्किन लागिसक्यो है 6 बजिसकेको छ 6 बजे खाजा खाएर हामी निस्किन लागिसक्यौँ खाजा खाएर हामी निस्किसकेको छौँ है अगाडि वान पोस्ट लागिरहेछ 4,000 5,000 कति एडभान्स दिनुपर्छ अरे त्यसलाई मान्छे हाम्रो क्याबिनमा अहिले म्युजिक भर्खर बजेको छ म्युजिक बजेको भिडियो एकतिर हालिहालौँ न त 4 महिना घुमाउनु मलाई सुन माया तिमीले लन्डनमा मलेको बजार मोलिन आइपुग्यो है 8:50 भएछ टाइम 8:50 मा मोलिन आइपुग्यो अहिले त सुतिरहेको छ बस्नु सुतिरहेको कति बजे मोलिनबाट जानु 4:30 बजे कत्र ए हो रहेछ अगाडि मेची छ कागरभिटाको मेची त कागरभिटाकै त छ नि सबै रामनगर आइपुग्ने भए राम्रो लाग्छ रामनगर आइपुग्ने म त बिजी भयो नि त यहाँनिर किन्ने भाइ
है रुद्राक्ष र कुन गाडी ठोकेको कता हो रुद्राक्ष टोडा गाडी कता हो नारायणघाट बसमा गए पुग्यो पूर्व 9:30 बजे पुग्यो के हाल्ने ए ल खाना खाने रहेछ है 9:48 भयो वर्षामा या भन्जाकोमा होटल अब खाइन्जेल 20 मिनट यता हाल्नु न समय ठ्याक्कै यता समय बिहान मेट्रो लागेको छ यिनीहरू खाना खाएर स्कुल लाग्यो बिहान चाहिँ समयले यता हुँदैछ लाइट साइड सिटिङ भयो भाइ इन्भर्टर ल कुपन काटौँ है खाना खानालाई कुपन काटौँ होइन तातो खाना खाऊँ किचन यहाँ चाहिँ भान्जा होटल हो नि हो म त टिकटकमा देखेँ त भान्जा होटल आइडी खाना अनि खै सब्जी छैन निस्तै हो क्या सब्जी आउँदैछ भेराइटी जान्छ नि त सब्जी खाने अब गुन्जीलाई पनि ल्याइदिउँ न ग्रेभी गुन्जीलाई चाहिँ मलाई भेराइटी मात्रै भन्दा साह्रै डाइजर दिएको छ तर भेराइटीको लागि एकछिन यसरी पर्खिनु पर्छ पनि हाल्छ यहाँ खै बुढा खाना एकदम मिठो छ है खाना खाएर अब निस्किन लागिसक्यो है कति बज्यो 10 बजे ठ्याक्कै 10 भयो ल बस्नु 5 पगरीको बस्नु त भाग्यश्री पनि आइसकेको छ त मितेरी महादेव नमस्ते विराटनगरको समय हिँड्न लाग्यो न्यु समय
खाना खाएर निस्किसक्यो बसाबाट है अलिअलि हुस्से लागेको छ यहाँ चाहिँ जाडो जाडो छ चन्द्र सूर्य होइन तपाईँले नै गर्नुहुन्छ म झार्छु चन्द्र सूर्य पम्पमा आइसक्यौँ है तेल हाल्दैछौँ त्यो अगाडि चाहिँ हाम्रो दाइको चाहिँ ड्युटी सकिसक्यो है यहाँ जयश्री पम्पसम्म तेल चाहिँ चन्द्रसूर्य पम्पमा हालेर यहाँ जयश्रीसम्म छोड्न आउनु भएको छ गाडी अब यहाँ बितिआरको दाइले लानुहुन्छ मदन दाइले होला हो दाइ सुधीर मक्छु चोपेर म त नचिने दाइलाई झन्डै पुरै भत्ने जग्गा रहेछ है
4 बजे ठ्याक्कै 70 पेडाको अझै भण्डार आइपुग्यो हो यो होइन यो होइन बजारमा ढुक्दै चाहिँ यो होइन त अनि यो पुल पारी हो पुल एउटा कटेछ उता छोड्यो क्या यो यसमा हाल्ने गर्छ र यो अस्ति जाँदा म त कोसीमा गएको त म झोके त्यो सप्त कोसीमा हाल्छ के गरेर फुले त ल आइपुग्यो पेडाउनु भाइ एउटा ल झन् चिया खान 5 मिनट गर्न बरपचिया पेडा भण्डारहरू पेडा खान चिया खान ए त हाम्रो गोल्डन गोल पनि आइसकेको छ यो गणेश दाइको गाडी चिया खान गणेश दाइ नमस्ते ओहो के छ हौ ठिकै छ कताबाट यार म काट्नु गएको थिएँ अनि काट्नेसँग काम छ फर्क्यो कि ए जाने बेला हुनु लाग्यो 1 हप्ता 2 हप्ता अनि यसो ल पास गर्नु न 5 सय आयो नास्ता गरेर निस्किनु लाग्यो है हामीले टाइम पनि कति भयो 10 मिनट जति रोक्यो होला सायद टाइम मैले हेर्न पाइनँ चाय के लाग्छ हिजो पुरो होइन
चाहिँ त्यो अगाडि झर्छु ल ट्राफिक अगाडि त्यो अगाडि पलङ्गी हातेर हेर्नुहोस् एउटा धरनकोलाई मलाई पैसा दियो भने चाहिँ नदिनु नि त्यसलाई फेरि जम्मै 1100 भाडा दिएको छ त्यसलाई मेल गर्नु पर्दैन कि दाइ म यहीँ अगाडि झर्छु ल अगाडि अगाडि हो उठाएको अगाडि यहीँ अगाडि मेरो डेस्टिनेसन चाहिँ यहीँसम्म हो है र मेरो भ्लग पनि यहीँसम्मको हो यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क्स फर वाचिङ अब म चाहिँ घरतिर जाँदैछु मेरो घर यहाँ इटेरी हो म चाहिँ यहाँ ट्राफिक चोकको अगाडि झरेँ है यहाँ रियल टासी अब म यहाँबाट चाहिँ घर जाँदैछु बिहान 5 बजे ठ्याक्कै 5 बजेर 8 मिनट आइपुग्यो हेटौँडाबाट 11:30 हिँडेको थियौँ काठमाडौँबाट लगभग त्यस्तै 4 बजे 4:30 बजेतिर हिँडेको थियौँ 5 बजे इटेरी आइपुग्यो ल गाइस थ्याङ्क्स फर वाचिङ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद